सिम्पानी नेपालको एउटा सुन्दर गाउँ थियो। त्यो गाउँ पहाडको काखमा बसेको, हरियो वनले घेरिएको र सानो खोलाको किनारमा रहेको थियो। गाउँमा माटोका घरहरू थिए, खरको छानो, आँगनमा तुलसीको मठ अनि बिहान बिहान पल्लो गाउँको मन्दिरको घण्टीको मधुर आवाज सुनिन्थ्यो। त्यही गाउँमा बस्थ्यो एक 12 वर्षको केटो रामु। रामु गरिब परिवारको भए पनि धेरै मेहनती र इमान्दार थियो। ऊ आफ्नो बुबा आमासँग सानो घरमा बस्थ्यो। बुबा किसान थिए र आमा घरधन्दा गर्थिन्। हरेक बिहान रामु कुखुराको भाले बाँसेको आवाजसँगै उठ्थ्यो। ऊ पहिले गाईलाई घाँस हाल्थ्यो, त्यसपछि आमालाई पानी ल्याउन सहयोग गर्थ्यो। पानी ल्याउन ऊ गाउँको तलपट्टि रहेको सानो खोलामा जान्थ्यो। खोलाको पानी चिसो र सफा थियो। एक दिन पानी भर्दै गर्दा उसले देख्यो कि खोलाको किनारमा एकजना वृद्ध मानिस चिप्लिएर लड्नु भएको रहेछ। रामुले तुरुन्तै दौडेर उनलाई उठायो। बाबु, धेरै धन्यवाद, वृद्धले भने। केही छैन हजुरबुबा, रामुले विनम्र स्वरमा जवाफ दियो। ती वृद्ध गाउँमै नयाँ आएका थिए। उनी एक्लै बस्थे र धेरै कमजोर थिए। त्यस दिनदेखि रामु बेला बेलामा उनी कहाँ जान्थ्यो र सहयोग गर्थ्यो। त्यस वर्ष गाउँमा पानी कम पर्यो। वर्षा नभएकाले धान सुक्न थाल्यो। रामुको बुबा निकै चिन्तित भए। यसपालि बाली राम्रो भएन भने के खाने, बुबाले दुखी हुँदै भने। रामुले बुबालाई हौसला दियो, बुबा, हामी मेहनत गरौँ, भगवानले साथ दिनुहुन्छ। त्यसपछि रामुले स्कुलपछि खेतमा अझै धेरै समय दिन थाल्यो। ऊ पानी सिँचाइ गर्न खोलाबाट कुलो बनाउने काममा पनि लाग्यो। गाउँका अरू मानिसहरू पनि मिलेर कुलो खन्न थाले। गाउँका सबै मानिसहरू मिलेर काम गर्न थालेपछि कुलो तयार भयो। खोलाको पानी खेतसम्म आइपुग्यो। केही दिनमै धान फेरि हरियो हुन थाल्यो। गाउँमा फेरि आशा पलायो। सबैले रामुको मेहनत र हिम्मतको प्रशंसा गरे। एक साँझ ती वृद्धले रामुलाई बोलाए। रामु, तिमी निकै असल छौ। मसँग धेरै धन छैन, तर यो सानो पुस्तक तिमीलाई दिन चाहन्छु, उनले भने। त्यो पुस्तक खेती र प्रकृतिको ज्ञानले भरिएको थियो। वृद्ध पहिले कृषि प्राविधिक रहेछन्। उनले रामुलाई नयाँ तरिकाले खेती गर्ने उपाय सिकाए, मल कसरी बनाउने, बिउ कसरी छान्ने, माटो कसरी जोगाउने जस्तै जस्तै। रामुले त्यो ज्ञान सिकेर गाउँका किसानहरूलाई पनि सुनायो। अर्को वर्ष गाउँमा राम्रो बाली लाग्यो। नयाँ तरिकाले खेती गर्दा उत्पादन बढ्यो। गाउँलेहरू खुसी भए। त्यसपछि गाउँका मानिसहरूले निर्णय गरे, हामी सबै मिलेर गाउँ अझ राम्रो बनाउँछौँ। उनीहरूले विद्यालय मर्मत गरे, नयाँ रुख रोपे र सफाई अभियान चलाए। केही वर्षपछि सिम्पानी गाउँ नमुना गाउँको रूपमा चिनिन थाल्यो। बाहिरबाट मानिसहरू त्यहाँका विविध कुराहरू सिक्न आउन थाले। रामु ठूलो भएर कृषि प्राविधिक बन्यो। उसले आफ्नो गाउँ कहिल्यै छोडेन। एक दिन उसले खोलाको किनारमा उभिएर पुराना दिन सम्झियो, पानी भर्दा भेटिएका वृद्ध, कुलो खनेका दिनहरू र गाउँको एकता। उसले मनमनै भन्यो, सफलता धनले होइन, मेहनत र एकताले आउँछ। गाउँमा फेरि सुनौलो बिहान भयो। सूर्य पहाडमाथि उदायो। पल्लो गाउँको मन्दिरको घण्टी बज्यो। खेतमा हरियाली थियो। सिम्पानी गाउँ आफ्नै सरल र सुन्दर लयमा अघि बढिरह्यो।